ल साथीहरू, हामी यस्तो पहाड चढ्दै अब यति मेहनतको साथ अब हामी अब कहाँ जाँदैछौँ त। अब भिडियो अन्तिमसम्म हेर्नुहोस् है त। म पनि यस्तै जाने ल साथीहरू। यतै कुकुर पनि छ हाम्रो साथमा। ल साथीहरू, यस्तरी आयो है त यो भिरबाट। रोद आयो नि यस्तरी घुम्दै यो डाँडाबाट यो खोलाबाट यस्तरी आइयो कि। अनि घुम्दै घुम्दै आएको यस्तो राम्रो, यति अल्गो डाँडामा यस्तो राम्रो टावरहरू रहेछ यो है। अनि तलतिर थोरै गाउँहरू पनि छ। यी पुरै पानी पर्ने जस्तो गरिरहेको छ। आहा, हेर्नु त यो डाँडा। अब यो टपमा नि पुग्छु म अहिले। यस्तरी बसिरहेको छु। केटाहरू यता तलतिर छ, यता तलतिर खजुर, नेपालको लोकल खजुर यो प्लास्टिकमा टिपेर है त गाइज। यस्तो राम्रो खजुर है त, नेपालको अर्ग्यानिक खजुर हो है त फेरि यो। कति राम्रो है त। ल यस्तो छ यहाँ अवस्था जङ्गलको अन्त। ल यस्तो छ हाम्रो नेपालको अर्ग्यानिक खजुर, पुरै आफ्नै गाउँ नजिकको लोकल जङ्गलमा। त्यो पनि यति चाहिँ टिपेछु। पुरै तलको उकालो चढेर आएर यस्तो छ। सानैमिरो छ है त। ल चिसो हावा पानी प्रकृतिसँग रमाउँदै त्यसरी यस्तो छ यहाँ। ओहो, डाँडा पानी पर्यो।